हेलो साथीहरू, हजुरहरूलाई नै भनेको के कता उता हेर्नुभएको? म यताबाट बोलाउँछु, हजुरहरू उता हेर्नुहुन्छ। कमसे कम कहाँबाट आवाज आइरहेछ, कसले के भन्न खोजिरहेछ यसो सुन्ने टाइम छ भने सुन्नु होला। अरूको खेदो गर्नुभन्दा हामी चाहिँ कहिले सचेत भएर विवेक लिएर बस्ने के देशको लागि है, छोराछोरीको लागि, समाजको लागि, बुढाको लागि, बुढीको लागि गरिरहेकै छन्, दिनरात गरिरहेकै छौँ। त्यो आफ्नो व्यक्तिगत कुरा हो। हामी यही देशमा का नागरिक हौँ नि त। देशमा अप्ठ्यारो परेको छ, अप्ठ्यारो स्थिति आएको छ, परिस्थिति त्यस्तै छ। अप्ठ्यारो परिस्थितिमा अवस्थामा तपाईँ हाम्रो जिम्मा हो नि। नेपाल देश कता ढल्किरहेछ, नेपाल विकास हुनबाट केले रोकिरहेछ, कुन नेताले कति वर्ष राज गरे र के विकास गरे, जनतालाई के फेसिलिटी दिए भन्ने कुरो हामीले कहिल्यै विचार गरिम्न। किनकि हामीलाई त पछि लाग्नु छ रविको। रवि फटा, रवि चोर, रवि अमेरिका लुटेर आएको। अब नेपालका लागि पनि सिद्ध्याउँछ। किनकि नेपालका चेलीबेटीलाई सबैलाई बचाउन थालो। अब्बर परेका विदेशमा रोएर बसेका दाजुभाइहरूलाई नेपाल भित्र्याउन थालो। आजसम्म कुनै नेताले यस्तो काम गरेको थिएन। यसले आएर यसरी राज गर्ने। तपाईँ हामीमा यस्तो छाप बसाएका छन् के? किनकि आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने। हामीले सुनेका छौँ नि साथीहरू, बाँदरले आफ्नो घर पनि नबनाउने, अर्काको घर पनि बनाउन नदिने, होइन? त्यही भएर हो कि जस्तो लाग्दैन हजुरहरूलाई? मलाई त त्यस्तै लाग्छ। हेर्नुहोस्, किनकि रवि लामिछानेले अहिलेसम्म कुनै पनि जनताको लागि यो काम नराम्रो गरो भन्ने कुरो कुनै पनि कुराको प्रमाणित गर्नुभयो भने नि त्यसको जिम्मेवारी म लिन्छु। ल, म लिन्छु। हरेक जनताले लिन्छन्, चितवनवासी सबैले लिन्छन्, देश विदेशमा भएका दाजुभाइहरूले पनि लिन्छन् रविको लागि। किन होला त? किन होला भन्नुहोस् त? 35 वर्षसम्म हामीले एमालेको नारा गीत गाउँदै हिँड्यौँ, काङ्ग्रेसको नारा लाउँदै हिँड्यौँ, राजतन्त्र पार्टीमा लागेर हिँड्यौँ, राजाको बयान गर्दै हिँड्यौँ न कि, होइन? माओवादीको बयान गर्दै हिँड्यौँ न कि, एमालेको बयान गर्दै हिँड्यौँ न कि? हेऱ्यौँ त 35 वर्ष फेसिलिटी खोइ। 35 वर्ष अगाडिका बाटामा खाल्टाखुल्टी जस्तो छ त्यस्तै छ अहिले। गाउँतिर, सहरमा मात्रै भएर भएन, होइन? 35 वर्ष जुन एउटा हेलपोस लथालिङ्ग भत्ताभुङ्ग परेको देखिएको थियो, कोही कुनै बेला सिटामलहरू, जीवनजलहरू पनि नपाइने, नाम चाहिँ एउटा सानोतिनो भवनहरू पञ्चायती कालमा, तिनीहरूमा केही फेसिलिटी छैन। जहिले हामीले यस्तै सानातिना कुरामा अल्झेर बस्ने हो त। अनि विदेशको फेसिलिटी खोजेर कहाँ हुन्छ साथीहरू? विदेशको फेसिलिटी म ल्याउँछु, म गराएरै छोड्छु। अन्याय र व्यतिथिबाट पिल्सिएर बसेका मान्छेलाई म न्याय दिन्छु, त्यस्तो खालको न्याय बनाउँछु भन्ने मान्छेलाई यति धेरै खेदो गरेको हेरेर बस्न त हाम्रो चेतनशील प्राणी भनिँदैन नि साथीहरू। रविको कुनै पनि खोट व्यक्तिगतमा जाने होइन, त्यसले यतिवटा स्वास्नीलाई कि यतिवटा यस्ता हरेक खोइ त। भन्नु नि छ भने तपाईँहरू 24 घन्टा खोट लाउनुहुन्छ भने एउटी महिला रोएर बस, हजार कतिवटा नेताका कस्ता निस्किरहेछन् काण्डहरू। हामीलाई व्यक्तिगत जाने होइन। उसले 7 अडी ल्याए पनि उसले पाल्ने हो, 18 अडी ल्याए पनि उसैले पाल्ने हो, ल्याउँदै नल्याए पनि नागो बसे पनि उसको जिन्दगी हो। तर चाहे नागो आओस्, चाहे 7वटा स्वास्नीको पोइ आओस्, हामीलाई फेसिलिटी दियो भने भयो। राजनीति भनेको त्यो नेताहरूको व्यक्तिगत जीवनमा एक त उनले केही कहिले गल्ती गरेकै छैन मेरो नजरमा, धेरैको नजरमा। अहिले देख्नु त चितवनमा खुट्टो हाल्न भ्या छैन, फुलका झुप्पाले बेहोस हुने गरी हानेका छन्। फुलका झुप्पा समाउन भ्याएका छैनन्। किन? सत्यमा त्यति ताकत हुन्छ। सत्यता कहिले लुकाएर लुकिँदैन। जसमा सत्य छ त्यो न कसैले
ढुङ्गाले हानेर त्यसको मिति सिद्ध्याउन गतिविधि लडाउन सक्छौँ, न त्यसको डेट सिद्धिन्छ। सत्य भनेको एउटा यस्तो कुरो हो, यस्तो केन्द्रबिन्दु भएर मान्छेका दिमागमा मनमुटुमा बसेको हुन्छ, त्यो कहिल्यै कसै गरेर हराउन सक्दैन। त्यो हो सत्य। त्यो सत्य अहिले बाघको नाम दिएका छन् जुन रवि लामिछानेलाई, होइन? टाइगर किन नाम दिए? बाख्राहरू धेरै सलबलाए हाम्रा देशमा, होइन? बाख्राको बिजनेस गर्ने, बाख्रा पालनको लुटीपुटी गरेर सदनमा रवि लामिछानेलाई तहल्का मचाउने मान्छेलाई चाहिँ हामी जय जयकार गर्ने। त्यही भएर हो नि त विकास ढिलो भएको साथीहरू। विकास किन भएन? हाम्रो डिस्ट्रिक्ट किन यस्तो होला? हाम्रा छोराछोरी सबै विदेश जानुपर्ने, नोकर बस्नुपर्ने, होइन? त्यति हो हामीले गर्नुपर्ने नेपालीले। क्या तपाईँ जाग्नुहोस्, म जाग्छु, उहाँ जाग्नुहुन्छ, उहाँ जाग्नुहुन्छ, सबैजना जागौँ त, जागरुक हौँ त। एकचोटि मौका दिनै पर्छ रवि लामिछानेलाई। यदि यो देशको भ्रष्टाचारीको अन्त्य गर्न चाहनुहुन्छ भने, सुशासनको व्यवस्था ल्याउन चाहनुहुन्छ, अन्याय र बेइज्जतीलाई हटाउन चाहनुहुन्छ भने एकचोटि हामीले यो कुरामा ध्यान दिनै पर्छ। सधैँ हामी गीत गाएर बस्ने फुर्सद ननिकालौँ। जे गर्दा रवि टिभी खोलो, रवि जुनै न्युज हेरो, पत्रिका हेरो रवि, बाटामा हिँड्दा रवि। के रविको नाम नलिकन कसैको पत्रिका बिक्दैन, होइन त? 12 भाइहरूलाई भनेको कसैको पत्रिका बिक्दैन रविकै हेडिङ नहाली। अनि रवि सप्रियो भने केले भात खाने फेरि, होइन भाइहरू? दाइ भाइहरूलाई भनेको, पत्रकार दाइ भाइहरूलाई रविको नाम नलेख्दा, झुटो हेडिङ लेख्दैपछि मान्छेले दिमागमा त्यही बसाउँछ भनेर देशका हुनहार, एउटा देशको अङ्ग हो पत्रकार भनेको एउटा, होइन? भन्छन् नि, तपाईँहरू देशको अङ्ग हो। जतिखेर आफ्नो पेट पाल्नको लागि अर्काको पेटको, अर्काको मुखको घाँसको, मुखमा पस्न आँटेको घाँस लुट्ने काम नगर्नुहोस्। सक्नुहुन्छ भने आफ्नो क्षमताले बाँच्नुहोस्। अर्काको झुटा आरोप हेडिङहरू लेखेर आफ्नो पेट पाल्ने काम नगर्नुहोस्। सबैले चिनेका छौँ, सबैले। हेर्नुहोस् त आज रविलाई जेलबाट निकाल्ने मान्छे। हिजो मैले देखेको थिएँ, रविले यत्रो धरौटी राखेर कसरी, मैले तिर्दिएको हो, मैले विदेशबाट कमाएर, तिमीहरूको बाउको सम्पत्ति ल्याएर मैले तिरेको होइन। गतिलो मान्छे आओस्, यो देश चलाओस्, 1-2 वर्ष हेरौँ हामी कस्तो चलाउँदो रहेछ, कस्तो काम गर्दा। गइका आँसु हुन् कि मान्छेको लागि हृदय पलाएर, मान्छेमा हुने मनमा, जसको मनमा भगवानको बास हुन्छ, त्यो मान्छेलाई दुःख देख्दाखेरि आँसु आउँछ। मलाई पनि आउँछ, हजुरहरूलाई पनि आउँछ। मनमा हरिको बास हुनुपर्छ। दुःख दिने त कुरै हुँदैन त्यस्ता मान्छेले, दुःख देख्दा पनि आँसु आउँछ। भनेपछि हामीले एकचोटि बहुमतले रविलाई जिताएर सदनमा पठाउँ। यति धेरै नाना थरी सोचेर बस्ने कसैको पनि फुर्सद छैन। देश पछाडिसक्यो, देश विकास हुन पछाडिसक्यो के साथीहरू। रवि यस्तो रवि भ्रष्टाचारीहरूले ती दलाली पत्रकारहरूलाई किनेर हेडिङमा लेख्दे भन्दैमा हामी पछि लाग्ने? हामीले काम हेरेर गर्ने हो नि त। हामीले 35 वर्ष हेऱ्यौँ न उनीहरूको काम। म पनि एमाले हो, मेरो दाइहरू काङ्ग्रेस छन्, मेरो बुवा राजतन्त्र पार्टी हो। एउटै कोखाका मान्छे, एउटै घरका मान्छे सबै खालका थियौँ नि त, छौँ। के 35 वर्षसम्म त खाल्टो परेको त्यो सडक गाउँको, त्यो अस्पताल, स्कुल, यही हो विकास। सधैँ बत्ती आएन, बत्ती गएला भनौँ, बत्ती आएन ला। मेलम्चीको पानी खान 35 वर्ष कुर्दाखेरि आज राम्ररी पाएका छैनन्। बुढो हुन लागिसक्यो। काठमाडौँ आएको पनि हामी 35 वर्ष हुन आँट्यो। हामी आएदेखि नै मेलम्चीको गीत गाएको। हामीहरूले अब जागरुक हुनैपर्छ साथीहरू। देशको निम्ति 2 शब्द जानेका कुराहरू सुनाउनुहोस्, सुनौ अरूका पनि, होइन? देशको विकास हुनलाई नै तपाईँ अनि हाम्रो हात छ। जहिले त्यसले ढुङ्गा हान म पनि हान्छु, होइन? भेडो हो र हामी? भेडो हुन चाहनुहुन्न भने देशको विकास गरौँ। जय घन्टी। र घन्टीमै